नेपालको लोकतान्त्रिक शासन प्रणालीमा संसदको महत्त्वपूर्ण भूमिका हुन्छ। संसदमा हुने निर्णयहरूका लागि विभिन्न प्रकारका बहुमत आवश्यक पर्छन्। तीमध्ये सबैभन्दा धेरै प्रयोग हुने दुई प्रकारका बहुमत छन्: साधारण बहुमत सिम्पल मेजोरिटी र 2/3 बहुमत 2/3 मेजोरिटी। नेपालको प्रतिनिधि सभामा कुल 275 जना सांसद हुन्छन्। यस आधारमा बहुमत र 2/3 बहुमतको संख्या निर्धारण हुन्छ। बहुमत भन्नाले आधाभन्दा बढी संख्या बुझिन्छ। 275 सांसदको आधाभन्दा बढी भनेको 138 सांसद हो। यदि कुनै पार्टी वा गठबन्धनसँग कम्तीमा 138 सांसद छन् भने उनीहरूले संसदमा बहुमत प्राप्त गरेको मानिन्छ। बहुमत प्राप्त भएपछि सरकारले सरकार गठन गर्न, सामान्य कानून बनाउन, नीति तथा कार्यक्रम पास गर्न, बजेट पारित गर्न र दैनिक शासन सञ्चालन गर्न आवश्यक निर्णयहरू लिन सक्छ। तर 2/3 बहुमत अझ ठूलो र शक्तिशाली बहुमत हो। 2/3 भन्नाले कुल सदस्यको 2/3 संख्या हो, जुन नेपालमा 184 सांसद हुन्छ। यदि कुनै सरकारसँग 184 सांसद पुग्छ भने त्यो सरकारसँग संविधानसँग सम्बन्धित महत्त्वपूर्ण निर्णय गर्ने क्षमता हुन्छ। उदाहरणका लागि संविधान संशोधन गर्ने, महाअभियोग प्रस्ताव पारित गर्ने तथा अन्य महत्त्वपूर्ण संवैधानिक निर्णयहरू गर्ने अधिकार 2/3 बहुमतले दिन्छ। यसरी हेर्दा बहुमतले सरकार सञ्चालन गर्न आवश्यक शक्ति दिन्छ भने 2/3 बहुमतले अझ ठूलो र ऐतिहासिक निर्णयहरू लिन सक्ने क्षमता प्रदान गर्छ। यही कारणले लोकतान्त्रिक प्रणालीमा 2/3 बहुमतलाई विशेष महत्त्व दिएको हुन्छ। छोटोमा भन्नुपर्दा 138 सांसद भए बहुमत हुन्छ भने 184 सांसद पुगे 2/3 बहुमत हुन्छ। बहुमतले सरकार चलाउन सहयोग गर्छ भने 2/3 बहुमतले संविधानसम्म परिवर्तन गर्न सक्ने शक्ति दिन्छ।